प्रिमियर लिगको राउन्ड 15ले धेरै कुरा बताइसक्यो है। आर्सेनल यार टपबाट आफ्नो ग्रिप लुज गरिरहेछ क्या। 96 मिनटमा एस्टन भिल्लासँग हार्यो यार। म्यान्चेस्टर सिटी बिस्तारै चढ्दैछ होइन, तर माथि चढ्दैछ है। अब केही हप्तापछि पेप गार्डियोलाको टिम होइन प्रिमियर लिगको फर्स्टमा भयो भने कोही पनि चकित हुनु पर्दैन है। यसै गरी एस्टन भिल्ला थर्डमा हुनु र एभर्टन फिफ्थमा हुनु होइन, यो कुनै मिस्टेक होइन क्या। एस्टन भिल्लाको कोच उनै एमेरी होइन, he is the best person for his job क्या, and he has proven it across many league in Europe क्या। अनि एभर्टन एन्ड डेभिड मोइस क्या, what a love story है। they gonna do great होइन, यसमा कुनै शङ्कै छैन क्या। अनि चेल्सीको के कुरा गर्नु यार, पिएसजीलाई जित्छ होइन, बार्सिलोनालाई जित्छ होइन, अनि हार्नै नपर्ने ठाउँमा पोइन्ट लुज गर्छ क्या, ड्र गर्छ कि लुज गर्छ यार त। अनि लिभरपुलको त सबै कुरा भण्डाफोरै भइसक्यो क्या। आर्ने स्लट एक्सपोज भइसक्यो होइन। अनि अहिले त साला पनि आफ्नै म्यानेजरको अपोजिटमा बोल्न थालिसक्यो क्या। अनि म्यान्चेस्टर युनाइटेड त आफ्नै ठाउँमा छ होइन, ठिकै छ।